नमस्कार सबैलाई। आज चाहिँ शनिबारको दिन हामी चाहिँ यहाँ रहेको एकदमै चर्चित मन्दिर छुमटेकी देवी मन्दिर नलिङचोकको निकै चर्चित मन्दिर हो। यहाँ चाहिँ दर्शनको लागि आएका छौँ तथा पूजाआजाका लागि आएका छौँ। अब यो मन्दिर चाहिँ यहाँ एकदमै चर्चित छ। यहाँ एकदमै व्यवस्थित बनाइएको छ। सिडीहरू हैन, यो रेलिङहरू एकदमै व्यवस्थित बनाइएको छ, तपाईहरुले देख्न सक्नुहुन्छ। र भक्तजनहरूले चाहिँ यहाँ सबै कुरा एकदम व्यवस्थित बनाएर राख्नु भएको छ। मन्दिर अगाडि चाहिँ यसरी सिंहको दुईटा मूर्ति छ, एक जोडी सिंहको है। अनि यहाँ पार्टीको पनि व्यवस्था गरिएको छ र वरिपरि चाहिँ यसरी एकदमै राम्रो व्यवस्थित तरिकाले डेकोरेसन गरिएको छ। अब यहाँबाट तपाईहरुले चाहिँ नङखेलको सम्पूर्ण दृश्यहरू, हरियाली दृश्य हेर्न सक्नुहुन्छ। खड्का गाउँ पनि यहाँबाट नजिकै देखिन्छ, पलासेको गाउँ देखिन्छ भनेदेखि यहाँ अरनिको हाइवे नजिकै छ र अरनिको हाइवेका दृश्यहरू देख्न सक्नुहुन्छ। पुरानो एकदमै पुरानो खालको यहाँ चाहिँ रुख छ, त्यसलाई व्यवस्थित पारेर चौतारी जस्तो बनाइएको छ। अब पानीको छुट्टै व्यवस्था छ भनेदेखि यहाँ बलि गरिदिने र नरिवल चढाउने छुट्टै ठाउँको व्यवस्था गरिएको छ र बच्चाहरू पनि निकै रमाएर यहाँ खेल्न सक्छन्। घन्टीहरू छुट्टै भक्तजनहरूले अर्पण गरिएको यहाँ यसरी राखिएको छ। दियो बत्ती बाल्ने छुट्टै ठाउँ छ र बेलुका यहाँ चाहिँ विशेष किसिमले साँझ बत्ती बाल्ने कार्यक्रम गरिन्छ। थ्यांक यू भेरी मच सबैलाई।